ल ए रुक लिन्छु नि यता ल आदित्य पुरा भन्न शर्मा घर कहाँ हो विराटनगर 16 को छ घरमा 17 ल अनि घरमा को छ म मम्मी भाइ बुवा के गर्दैछस् अहिले घुमा गाधा हादै बसिरहेको पढाइ पढाइ अब 11 मा 11 मा एसएलसी मा के भइस् सेकेन्ड डिभिजन फेल भयो भन्दै छैन मार्क्सले दिइसकिस् कहाँ जाइ सरले भन्नु नदिँदा हुन्छ 50 मार्क्सले बस्न 52% आएको छ क्या सरले नदिँदा पनि हुन्छ यहाँ माथि हेर त अनि गाँजाको गुटी कतिचोटि खान्छ खाइस् छैन आज के छैन आज चाहिँ आज खाएको छैन अरू बेला खाएको थिएँ अलिक साह्रोले खाएको थिएँ आज शनिबारको दिन तैँले खाएको थिइनस् यो त मान्छे भइहाल्यो नि होइन झन् शनिबारको दिन होलिडेको दिन किन खाएको त जहिले खानु हुँदैन क्या दाइ कहिले काहीँ माछिक्नेले मैले नै भनेको फलो गर्छु अनि माछिने पहिला कस्तो बानी थियो तेरो माल चेप्ने बानी थियो कि थिएन माछिने थिएन पहिला थिएन दाइ थिएन यसको दाइ थिएन यो भाइहरूसित भेटेर अनि माछिक्नेले बस्न त पहिली बार नै खाएर सिधा पहिली बार नै फस्यो दाइ गोटी खाएको छेस् गोटी कहिले खाएको छेस् मैले गोटी खाएको छु भन् मैले गोटी खाएको छु यता हेरेर चस्मा खोला भयो एकचोटि चस्मा र टोपी दुइटै ल एकचोटि दुइटै खोल्न चस्मा र टोपी चस्मा र टोपी खोल्न चस्मा र टोपी अलग मजाक गरेको चस्मा र टोपी खोल्नमा अब अर्कै नाम के हो अब अर्कै नाम भन अब अर्कै नाम जे पनि भन्न मुले दुइटै ल्यान ल्यान दुइटै म राखिदिइरहेको छु नि त त्यो नाम के हो भन् अर्को जेपिटी नाम जेपिटी यता हेर्न मेरो नाम माथि हातमा चला दिन्छु अहिले म यहाँ हेर त्यो नाम के हो प्रकाश के हो प्रकाश शर्मा घर कहाँ हो विराटनगर 17 अब माछिक्ने नाम अर्कै छ त माछिराबाट म सिराबाट ए अनि यहाँ के गर्न आउनु भएको यहाँ टिके बस्नु टिके घुमेर खेत हेर्नु आएको थिएँ धान मजाले लागिरहेछ तर पानी नपरेर गिदी भइरहेछ गाजाको गिदी भएको छ कि छैन छैन भएको दाइ कहाँबाट ल्याउनुहुन्छ तपाईँ पैसा गाजाको घरदेखि आएर तानेको पनि खोलेर अहिले खोलेर सुन्नु अहिले लगाएर एकछिनतिर खोलेर तीनवटा सबैको फोटो निकाल्दा के हुन्छ फसे फसोस् न जाने थोरै नै नाम बताउँछु म खायो भने खाए पुलिसले सोधा त भनिदिए अङ्कल खाएर आए पुलिस आमा बुवाको अगाडि पनि थाहा हुन्छ को ठुलो भनेर जन्म दाइले पनि एकै कुरा सोधिराख्नुहुन्छ हो यसलाई झन् आज के बोल्दिनँ झन् सबले मेरै दिमाग छ बहिन के ल जखमा बसेर उस्तै कुरा